हेलो, म चाहिँ ध्रुव सुवेदी, हाल जापानबाट। अहिले चाहिँ एउटा सानो भिडियो बनाउन गइरहेको छु। त्यो चाहिँ यो आरुबाइतो के आरुबाइतोको बारेमा बनाउन गइरहेको छु। हामीले आरुबाइतो गर्नको लागि के डकुमेन्टहरू चाहिन्छ होइन, त्यसको बारेमा हल्का विवरण दिन चाहन्छु। आरुबाइतो चाहिँ म चाहिँ आएको लगभग 1 महिना जति भयो। 1 महिना जति हुन लाग्यो कि अब। अनि अझैसम्म पनि केही यताउता कामहरूको बारेमा केही पनि पाएको छैन। इन्टरभ्यू चाहिँ दिएकै छु। खेर अब यो गोल्डन विक भएर पनि होला होइन। अनि अझै एउटा इन्टरभ्यू छ, 7 को अझै एउटा इन्टरभ्यू छ। अनि यहाँभन्दा पहिला 1-2 दिन पहिला पनि 1-2टा इन्टरभ्यू दिएको थिएँ, त्यहाँबाट पनि अझै रिस्पोन्स आएको छैन। अब 1 हप्ताभित्रमा बल्ल रिस्पोन्स आउँछ भनेर भन्नुभएको छ होइन। अनि हामीले चाहिँ आरुबाइतो गर्नको लागि चाहिँ के डकुमेन्टहरू चाहिन्छ भनेर चाहिँ त्यसको बारेमा चाहिँ म भन्छु है। अनि हामीलाई चाहिँ सबैभन्दा पहिला त हजुरको जाइरो कार्ड चाहियो, ब्याङ्क अकाउन्टहरू चाहियो, एटिएम कार्ड चाहियो। अनि कुनैमा चाहिँ हजुरको पासपोर्टहरू पनि लिएर आइज है, क्यारी गरेर आइज है भनेर भन्छ। अनि कुनैमा चाहिँ पर्दैन, जाइरो कार्डहरू, ब्याङ्कको कार्ड यताउता लिएर जाने हो। अनि त्यो भइसकेपछि अनि उनले चाहिँ एउटा जस्तो कि एमात्तोहरू भयो या जुनो काम पर्ने कि ब्याङ्कसित रिलेटेड कामहरूमा चाहिँ एउटा ह्यान्डको बनाउन चाहिँ भन्छ कि उनीहरूले। ह्यान्डको भनेको चाहिँ कस्तो हुन्छ भन्दाखेरि मैले पनि अस्ति भर्खरै गएर बनाएको थिएँ। यो चाहिँ ह्यान्डको कार्ड हो। योभित्र चाहिँ यो चाहिँ बाहिरको बक्स भयो। अनि ह्यान्डको कार्ड चाहिँ योभन्दा ठुलो पनि हुन्छ र ठ्याक्कै एउटा सिगरेटको सेपकै टाइपको यो चाहिँ हुन्छ। यो चाहिँ हजुरको एउटा सानो नाम के, जस्तो मेरो जस्तो ध्रुव सुवेदी छ भनेपछि ध्रुव मात्र, अरू कसैको राजन छ भने राजन शर्मा, लाइक मदन शर्मा छ भने मदन या राजन, त्यस्तो के एउटा सर्ट नेम राखेर हजुरले ह्यान्डको बनाउन सक्नुहुन्छ। अनि यति भइसकेपछि जब हजुर इन्टरभ्यूको लागि या फर्म भर्नको लागि जानुहुन्छ त्यतिखेर चाहिँ एउटा ब्ल्याक पेन चाहिँ क्यारी गर्नु होला। अनि जब हजुर फर्म भर्न या इन्टरभ्यू दिन जानुहुन्छ त्यतिखेर हजुरलाई स्लिपर चाहिँ अलाउड हुन्न होइन। हजुरले सुज नै लगाएर जानुपर्छ। अनि एमात्तोहरू यताउता नर्मल कामको लागि जो ब्याङ्कबाट गएकोबाट लगाइदिएको हुँदैन कि, तिनमा चाहिँ नर्मल आउटफिटमा जाँदा हुन्छ। अनि जस्तो कि गएकोले लगाइदिएको कामहरूमा चाहिँ लगभग सुटबुट लगाएर गएका थिए कि हाम्रा चाहिँ कुनै धेरै अलिकति पहिला आउनेलाई चाहिँ अलिकति काम पनि लगाइदिएको थियो हल्का फुल्का, तिनीहरूले चाहिँ लगाएर गएको देखेको थिएँ मैले होइन। अनि मैले इन्टरभ्यू दिन जाँदाखेरि चाहिँ नर्मली आउटफिटमै गएँ कि, घरै यस्तै जस्तो अहिले भिडियो बनाइरहेको छु हो त्यस्तै नै आउटफिटमा गएँ। र आउटफिट यत्तिकै बोलाइदिन्छन्, आउटफिटमै नर्मल आउटफिटमै आइज भनेर भन्छन्। अनि त्यही गर्नु होला। आजको भिडियो चाहिँ यति नै थियो। हस्, धन्यवाद।